हो, त्यहाँदेखि मैले वृद्धि राजेश अध्यक्ष भन्दै भन्दै रमाइलो छ। अब के भयो भन्दाखेरि त्यसलाई पनि सजिलो सबै पढ्नु पऱ्यो नि त। त्यसलाई पनि सजिलो व्यवहारमा आवश्यक हुनेको लागि भनेर भट्टोजी दीक्षितले सिद्धान्त कौमुदी नाम गरेको ग्रन्थ रचना गर्नुभयो। त्यसमा के छ, मुख्य मुख्य मूलभूत विषयहरूलाई चाहिँ खण्ड खण्ड छुट्याएर भयो नि, जस्तो संज्ञा प्रकरण, प्रकृतिभाव सन्धि, यो सन्धि, त्यो गुणवृद्धि सन्धि, अनि त्यसपछि प्रकरण छुट्याएर चाहिँ के गर्नुभयो, अर्को एउटा ग्रन्थ रचना गर्नुभयो। सूत्र तिनै हुन्, सबै तिनै हुन्, केवल त्यहाँ चाहिँ सन्धि के अरे खण्ड खण्ड छुट्याएर बुझ्ने बनाउनु। त्यसलाई पनि अझ त्यो त के भयो, अलिक भास्ट हो, त्यसलाई पनि बुझिने गरी, जस्तो अब तिमीहरूलाई चाहिँ व्याकरण बुझ्नको लागि त अब त्यो डाइरेक्ट पढ्दा बुझ्दैनौ, अझ सजिलो होस् भन्नको लागि लघु सिद्धान्त कौमुदी, मध्य सिद्धान्त कौमुदी नाम गरेको चाहिँ वरदराजाचार्यले रचना गर्नुभयो। त्यसमा चाहिँ अझ सठिक रूपमा छ। हो, त्यहाँदेखि मैले वृद्धि राजेश अध्यक्ष भन्दै भन्दै रमाइलो छ। अब के भयो भन्दाखेरि त्यसलाई पनि सजिलो सबै पढ्नु पऱ्यो नि त। त्यसलाई पनि सजिलो व्यवहारमा आवश्यक हुनेको लागि भनेर भट्टोजी दीक्षितले सिद्धान्त कौमुदी नाम गरेको ग्रन्थ रचना गर्नुभयो। त्यसमा के छ, मुख्य मुख्य मूलभूत विषयहरूलाई चाहिँ खण्ड खण्ड छुट्याएर भयो नि, जस्तो संज्ञा प्रकरण, प्रकृतिभाव सन्धि, यो सन्धि, त्यो गुणवृद्धि सन्धि, अनि त्यसपछि प्रकरण छुट्याएर चाहिँ के गर्नुभयो, अर्को एउटा ग्रन्थ रचना गर्नुभयो। सूत्र तिनै हुन्, सबै तिनै हुन्, केवल त्यहाँ चाहिँ सन्धि के अरे खण्ड खण्ड छुट्याएर बुझ्ने बनाउनु। त्यसलाई पनि अझ त्यो त के भयो, अलिक भास्ट हो, त्यसलाई पनि बुझिने गरी, जस्तो अब तिमीहरूलाई चाहिँ व्याकरण बुझ्नको लागि त अब त्यो डाइरेक्ट पढ्दा बुझ्दैनौ, अझ सजिलो होस् भन्नको लागि लघु सिद्धान्त कौमुदी, मध्य सिद्धान्त कौमुदी नाम गरेको चाहिँ वरदराजाचार्यले रचना गर्नुभयो। त्यसमा चाहिँ अझ सठिक रूपमा छ।